को लत लाग्नु भनेको एउटा निकोटिनको कारणले हुन्छ, जुन निकोटिनले चाहिँ डोपामिन रिलिज गराइरहेको हुन्छ, त्यही भएर लत लागेको हुन्छ। अहिलेको अवस्थामा चुरोट नखाने साथी पाउन एकदमै गाह्रो छ। जहाँ गयो अथवा हामी चुरोट खाँदैनौँ, साथी चुरोट खाँदैन, तर कुनै क्याफेमा बसेको छौँ भने त्यहाँ पनि चुरोट खाने एकदमै बेसी मान्छे हुन्छन् र त्यहाँ हामी बस्यौँ भने चुरोटको धुवाँ आएर इरिटेट फिल गराइदिने टाइपको हुन्छ होइन। लगभग सबै अङ्गमा चाहिँ चुरोटले असर पार्छ, नराम्रो असर पार्छ। लिस्ट हेर्न सक्नुहुन्छ। यो लिस्टमा भएको रोगहरू चाहिँ जेनरली हाम्रो वरिपरि भएको मानिसमा नर्मली देखिने समस्याहरू नै हुन् होइन। त्यही भएर हामीले चाहिँ सचेत भएर बस्नुपर्ने हुन्छ। एटलिस्ट यो फ्याक्टरबाट हुने जोखिमलाई चाहिँ हामीले कम गर्न सक्छौँ। हामीले जुन लिस्ट देख्यो त्यसमा चाहिँ अब खाने मान्छेमा भयो, तर नखाने मान्छेमा पनि धेरै नै समस्या आउन सक्ने सम्भावना हुन्छ। जस्तो अब लङ्सको समस्या, स्टामिना घट्नेहरू, निकोटिनको लेभल नै नाप्यो भने पनि अलिकति त भेटिन्छ नि। कति एक्सपोजर भयो त्यसमा पनि भर पर्छ हुन त होइन। तर भेटिन नन एक्सपोजको कम्पेयरमा चाहिँ एक्सपोजर पाइरहेको मा नाप्यो भने निकोटिनको लेभल, कार्बन मोनोक्साइडको लेभल त पाइन्छ बेसी, भनेपछि त रोग लाग्ने सम्भावना त उत्तिकै बढेर जान सक्छ होइन। त्यही भएर हामीले चाहिँ सकेसम्म साथीभाइ त्यसो खानेको सङ्गत गर्नु हुँदैन। सङ्गतै गर्नै पर्नेछ भने उसलाई चाहिँ तिमी एकान्त भएको बेला मात्र खाऊ, हामीसँगै भएको बेलामा नखाऊ भन्न सक्नुपर्ने हुन्छ। कहीँ कुरा के आउँछ भने फलानाले त खायो, उसलाई ऊ 85 वर्ष बाँच्यो, 90 वर्ष 100 वर्ष बाँच्यो, त्यही पनि उसलाई केही भएन, अनि म के अलिकति खाँदैमा केही हुन्छ त? इन्डिभिजुअली फरक हुन्छ। कोहीमा त्यति खाएर पनि केही भएन र तपाईँले यदि तिनीको खानुभयो भने तपाईँमा छिटै नै केही न केही समस्या आइहाल्छ भन्ने पनि छ। किनकि यो अब बडीको धान्न सक्ने क्षमता फरक हुन्छ क्या, त्यही भएर यो फरक पर्न सक्छ। टोब्याकोमा चाहिँ 4000 भन्दा बेसी चाहिँ केमिकलहरू पाइन्छ जसले चाहिँ क्यान्सर लगाउने क्षमता राख्दछ। त्यही भएर हामीले खाँदाखेरि कतिको इफेक्ट पार्दो रहेछ यहाँबाट अनुमान लगाउन सक्छौँ। चुरोटको धुवाँको एक्सपोजर पाएको छ भने बच्चाहरूमा चाहिँ अस्थमाको सम्भावना एकदमै बेसी भएर जान्छ। त्यही भएर हामीले बच्चाहरूलाई चाहिँ चुरोटको धुवाँबाट एकदमै टाढै राख्नुपर्ने हुन्छ। स्मोकिङ गर्दाखेरि चाहिँ धेरै कुराहरूको रिस्क बढेर जान्छ, जस्तो मुटुको रोग हुने सम्भावना बढेर जान्छ होइन। जस्तो ट्युबरकुलोसिस पनि हुने सम्भावना चाहिँ बढेर जान्छ होइन। अनि ब्लड प्रेसरको समस्याहरू भयो, बोन फ्र्याक्चर हुने सम्भावना अथवा ओस्टियोपोरोसिस भन्ने कुरो गऱ्यौँ। चुरोट खाँदाखेरि चाहिँ चुरोट खाने व्यक्तिको जिउमा के असर पर्छ र अब थोरै कुरा बुझौँ। चुरोट खाँदाखेरि त्यो चुरोटको खुवाइको कारणले वातावरणमा के असर पर्छ? एनुअली चाहिँ 60 करोड गाछी रुख काटिन्छ। 2 लाख हेक्टर जमिनको रुख चाहिँ फडानी गरिन्छ, जुन चाहिँ संसारको 5% डिफोरेस्टेसन चाहिँ चुरोटको कारणले हुन्छ भनेर यसबाट प्रष्ट हुन्छ। 300 सिगरेट बराबर एउटा रुख काटिन्छ र 60 करोड रुख काटिन्छ वर्ष पछि भनेपछि हामी अनुमान गर्न सक्छौँ 18 करोड प्रत्येक वर्ष चुरोटको प्रोडक्सन हुन्छ र मान्छेले कन्ज्युम गर्छन्। 84 मिलियन टन्स अथवा 8.5 करोड टन चाहिँ कार्बन डाइअक्साइड निस्किँदो रहेछ प्रत्येक वर्ष स्मोकिङले गर्दाखेरि मात्र। 22 मिलियन लिटर पानी अथवा 2200 करोड लिटर पानी चाहिँ यो बनाउनको लागि प्रत्येक वर्ष युज हुँदो रहेछ, जुन चाहिँ खाने पानी हो। भनेपछि यो चुरोट खाने व्यक्तिहरूको कारणले मात्र कति धेरै पोल्युसन हुँदो रहेछ र नेगेटिभ इम्प्याक्टहरू पर्दो रहेछ वातावरणमा, यो अनुमान गर्नु सक्ला। त्यही भएर चुरोट खानुहुन्छ भने तपाईँले म वातावरणको लागि एकदमै राम्रो काम गर्छु, सरसफाइ गर्छु भनेर भन्नु एकदमै ननसेन्स कुरा जस्तै हुन्छ। तपाईँ चुरोट मात्र खान छोडिदिनु भयो भने त्यसको कारणले यो वातावरणमा कति राम्रो इम्प्याक्ट पर्छ यहाँबाट अनुमान गर्न सक्नुहुन्छ। लिएको सोर्सेसहरू चाहिँ मैले कमेन्टमा मेन्सन गरिदिएको हुन्छु, त्यहाँबाट यहाँले फेरि रिचेक गर्न सक्नुहुन्छ। एउटा किताब पनि छ, त्यो किताब चाहिँ एकदमै राम्रो लाग्यो मलाई। को नाम सिगारेट स्मोक टक्सिसिटी छ। त्यस बुकमा हेर्न सक्नुहुन्छ। जम्मै लगभग सिगरेट स्मोकिङको बारेमा सबै थोक दिएछ, डिटेलमा राम्रो तर अलिक झ्याम लाग्दो छ। इन्ट्रेस्टेड हुन्छ भने पढ्न सक्नुहुन्छ। एमाजोनबाट पनि किन्न सक्नुहुन्छ त्यो बुक। भिडियो मन पर्यो भने सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अरू यस्तै भिडियो केहीको बारेमा बनाउन
सुझाव दिनुहुन्छ भने कमेन्टमा लेख्नुहोला। हस्, धन्यवाद।